वर्ष भयो टेन्डर तोडिदिनु कति पर्सेन्ट भएको छ यसको प्रोग्रेस 92% फिजिकल भइसकेको छ अब यस्तो गरौँ अब फिजिकल 92% भएको छ भने उहाँहरूको बाँकी पेमेन्ट क्लियर गरिदिनु होइन यो पेमेन्ट चाहिँ किन नगरे अहिलेसम्म खासमा समस्या के भयो पेमेन्ट त अब कमिसनिङ गर्ने कुराहरूको त अब कमिसन नहुँदासम्म त गर्न मिलेन अनि फिजिकल प्रोग्रेस 95 छ फाइनेन्सियल 75 छ हजुर अब सामानहरू आइसकेको छ कमिसनिङ गर्न बाँकी उसले काम गर्छ कि गर्दैन कन्ट्र्याक्टरले गर्छु भनिरहेछ नि होइन भनेको होइन गरे कि गरेन टाइममा त छैन यो रद्द गरिदिनु कति पैसाको काम बाँकी छ अब 6 करोड नयाँ टेन्डर खोलिदिनु रिटेन्डर तुरुन्तै गरिदिनु उसले काम गर्ने कन्ट्र्याक्टर गरिदिउँ है सकाइदिउँ त्यति एउटा प्रश्न जस्तो कि यो ठेक्का अहिलेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबानी आएको तपाईँ ठेक्का तोडिदिउँ त भन्नुभयो यो सम्भव होला कि मतलब छैन जसुकै होस् हुन्छ काम नगरे विगत लामो समयदेखि अलपत्र परेको भएर यस्तो धेरैको कन्ट्र्याक्ट तोडेको छौँ क्या हजुर हिजो पुरै लेगेसी बोकेको नेताहरूको टोडेको छ जे छिटै गुल्मी अस्पताल निर्माणदेखि पुरा सम्पन्न हुन्छ सम्पन्न हुनै पर्यो नि हस्